हेलो एभ्रिवान गुड मर्निङ वेलकम टु माई ब्लग सो आज चाहिँ मेरो नानी बिमारी भएर चाहिँ ड्युटी गएन हामी हो अन्त आज चाहिँ हस्पिटल जाने सो अब म चाहिँ उठिसकेँ नानी र मेरो मिसेस चाहिँ सो अघि नै उठेको अनि आज चाहिँ हस्पिटल जानुको लागि अब नानी रेडी हुन आँटेको छ हो म पनि उठेर हात मुख धोएर दाँत मोलेर यसो टाउकोहरू अलिअलि नुहाउनु पर्ने छ पानी परेछ सो तपाईँलाई देखाउँछु है अनि हेर्नु चाहिँ पानी परेको के गर्नु पानी परेको के खान्छौ अरे के खान्छौ अरे त्यस्तो भन्नु हुँदैन बाबा छोरी कहाँ जाने हामी आज बाबा छोरी कहाँ जाने भनेको हस्पिटल गएर के गर्ने तिमीलाई इन्जेक्सन मलाई इन्जेक्सन लाउने भन सो अब चाहिँ हामी रेडी भइसक्यौँ हो अब चाहिँ लाग्यो हाई फुपू फुपूको भदैनी चाहिँ यहाँ हेर्नुहोस् न भुइँमा के भयो बहिनी नानीलाई चाहिँ यस्तो हुँदैछ हो अन्त त्यही भएर हस्पिटल लगेको अब चाहिँ रेडी भइसक्यो सो तपाईँले हेर्दै गर्नुहोस् होला सो अब चाहिँ हामी अहिले बाइपासको त्यहाँदेखि बाइपासको रोडमा छौँ लगभग आइपुग्न आँट्यो हो जाममा बस्दै के गर्दै बाटोमा चाहिँ भिडियो बनाउनु पाइनँ मैले किन भन्दाखेरि जामले गर्दा अब ट्राफिक पुलिसहरू बाइकहरूमा हिँडिरहेको थियो र त्यही कारणले मैले भिडियोहरू बनाएन हो सो तपाईँले देख्न सक्नुहुन्छ अब चाहिँ सौकेताङ आइपुग्न आँट्यो लगभग आइपुग्छ मेरो छोरी चाहिँ बिचरा सुतिरहेको छ हो बिमारी भएर आमा पनि झन्डै सुत्न आँटेछ पानी चाहिँ यो खासमा चाहिँ के भएको यो हिउँदो लागेको कि बर्खा लागेको कि 3 दिन जस्तो भयो ननस्टप पानी आएको हो हेर्दै गर्नुहोस् होला मेरो भ्लगमा डक्टर देखाइसके भन ए मेरो छोरी डक्टर देखाइसकेर हामी चाहिँ छोरीलाई माम खानु ल्याएको हो अन्त त्यहाँदेखि अब के खानु आएको मोमो खाने ए अन्त के खान्छ बाबुले यता हौ यता हेर्नु नि आलु के खान्छु आलु पनि खाने अन्त सो गाइस अब आज चाहिँ डक्टर देखाइसकेर हो हामी चाहिँ यहाँ अब खाजा नानीलाई खाना पाएर बिहान खानाहरू केही नखाइकन ल्याएको थियो ल एकछिन अन्त केही नखाइकन ल्याएको थियो यसलाई अब चाहिँ खानाहरू खाएर दबाई खुवाएर यसलाई त्यहाँदेखि देखाइसकेर जान्छु सो हेर्दै गर्नुहोस् होला मेरो बुकलाई नानी के अरे त्यो नानी के हो के हो यो के हो यो के खाएको के अब चाहिँ यता मेरो घरको म्याडमले मेरो उता एकछिन सो हामी चाहिँ डक्टर देखाएर खानासाना खाएर सब खाएर सो अब हामी चाहिँ फर्केको हो घर फर्केको बहिनी अब कहाँ गएको हामी छोरा घर गएको भन डक्टर देखाएर हामी चाहिँ अब लाग्यौँ घरतर्फ सो अब बाटो राम्रो छ हेर्दै हुन्छ यो चाहिँ तपाईँको झाँक्री फल जाने बाटो गएको अहिले चाहिँ किनभने उता चाहिँ जाम हुन्छ हो तपाईँको 100% जाम हुन्छै हुन्छ हुन त अब घरमा गएर त्यस्तो उयो पनि छैन कि र पनि अब कहाँ होइन अब ड्युटी पनि जानुपर्छ अहिले 2 बजीको नोटिस छिरेर हो सो अब हामी चाहिँ लागेको खुल्टा खुल्टा गोष्ठहरू हेर्दै गर्नुहोस् होला
फाइनली अब चाहिँ घर आइपुगेर लुगा फेरेर हो सो हाम्रो सानो बिमारी मान्छे चाहिँ सुतिरहेको छ हो बाटोमा गाडीमा उल्टी गरेर फेरि त्यो बेसी दुखेर होला अन्त सो हामी चाहिँ घर आइपुग्यौँ हो सो अब तपाईँ हेरिदिनुहोस् होला सो मेरो भ्लगलाई किनभने मेरो रिचहरू पुरा घटिरहेको छ अहिले भ्युज घटिरहेको छ इन्गेजमेन्ट कम्ती भएर हो अन्त डलरमा पनि पुरा माइनस भइरहेको छ हो अब त्यो जस्तै एक दुई दिन भिडियोहरू नबनाएर सो अब कन्टिन्यू गर्नेछु तपाईँहरूले जसरी अगाडि मेरो भिडियोलाई माया गर्नुहुँदै थियो त्यसरी नै गरिराख्नुहोस् होला सो हामी चाहिँ आइपुग्यौँ हस्पिटलबाट हो मान्छेले के किनेर ल्याएको छ भने अरू पनि भन न होइन दबाई मात्रै त किनेन कि छैन तिमीले भन न आफ्नै क्यामेरा हो त भन न भन न यो मान्छे र म नै अस्तिको दिन चाहिँ नि अस्तिको दिन 2-3 दिन चाहिँ 2 दिन होला डिभोर्स भएको थियो हो फाइनली यो मान्छे बल्ल बल्ल मसँग बोल्नु थालेको छ सो यतै गर्नुहोस् होला मेरो भ्लगलाई लाइक कमेन्ट सेयरहरू गरिदिनुहोस् हो बाई सबैजनालाई